मादी खोला हो गाइस यो चाहिँ हामीले तपाईहरुले गीतमा सुन्नु भएको होला बाबुहरु चाहिँ के बिमारी छ हेलो गाइस के छ तिमी कसैकी भइसकेछौ तर किन But, अबे मलाई त यसले त ताने गर्यो त यार तिम्रो आँखामा डुबिसकेछु मलाई निकाल्न खोज सेट कस्तो बबाल गाइज ल मेरो नेपाल पाठ मेरो नेपाल म नेपाली जिउँदै स्वर्गको यात्रा गर्न पाइने रहेछ तिमी नै भन न म के गरौँ तिमी बिना तिमी नै भन न म के गरौँ तिमी बिना गाइस ल यो अन्त पाड कसम हेलो गाइस गुड morning from Manungkot. Hello guys, namaste, welcome to my new vlog. सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु भन्दा पनि अहिले अलिअलि रुगा मार्गी लागिरहेछ हैन तर अब अलिक ठिक चाहिँ भइसक्यो अनि आज चाहिँ हामी मानुङकोटसम्मको यात्रा तयार गरेका छौं अनि बिहानै हिँड्ने भनेको अलिकति बिहानै भन्दा पनि 12 बजेतिर हिँड्ने भनेको गाइस के काम गर्दा यार के मिलाउँदा लास्टमा 3 साढे 3 4 बजे भनौँ न अब चाहिँ हामी हिँड्न लाग्छौँ यहाँ काठमाडौँबाट विशाल र म हेरौँ कति बेला पुगिन्छ बिस्तारै जाने हो नाइटमा आरामले ल गाइज आजको हाम्रो फाइनली यात्रा चाहिँ यहाँबाट 4 बजी मात्रै भयो नि त मानुङकोटको यात्रा त ठिकै छ अब बिस्तारै आरामले जाने हो अलगीबाट लाग्छौँ है त पोखरा यता के अरे मानुङकोटतर्फ यहाँबाट चाहिँ अब हामी राइट लिनुपर्छ राइट खानकोट हुँदै ल गाइस हामी यति बेला के हो बाटो ठाउँमा थाहा छ तिमीलाई जे अब नि बाटोमा यो खुर्कुरदेखि थोरै मन्दिर खुर्कुर भन्दो रहेछ के हो बाटो धादिङ होइन के भन्छ माथि है हामीले खानकोटदेखि थोरै मन्दिर एकछिन कफी खानु भनेर पाठमा बस्यो हामी गाइस अब हामी बिस्तारै जाने हो हतार छैन हामीलाई केहीको पनि किन तिम्रै याद आउँछ सम्झनामा अझै पनि यो किन रसाउँछ थाहा छ मलाई कस्तो छ पाट कफी चाहिँ अब कस्तो आफ्नो हातले बनाएको जस्तो चाहिँ नहुने क्या खल्लो लाग्ने क्या त्यो चाहिँ मलाई फिल भयो क्या आफूलाई चाहिँ अब ठिक्क हुन्छ नि लगाइछ हामी चाहिँ अब कफी सफी खाएर यहाँबाट निस्क्यौँ त अब हामी सिधै मनोकामनामा गएर भेटौँ है गाइस ल गाइस हामी चाहिँ यति बेला ट्याक्कै मनोकामना जाने गेटमा छौँ आइपुग्यौँ है अहिले चाहिँ 7 बजिसक्यो होला 7:30 भइसक्यो होला एउटा चाहिँ मनोकामना जाने रहेछ मनोकामना कता हो के हो अरूहरूले केही थाहा पाइएन कता हो त मन्दिर चाहिँ कहाँबाट सुरु हुने केबल कार्ड चाहिँ ए अब यहाँबाट हामी नन स्टप ठ्याक्कै मानुङकोट ल गाइज फाइनल्ली हामी चाहिँ अहिले चाहिँ रातको 11 बजीतिर चाहिँ बाटोमा चाहिँ मानुङकोट आइपुग्यो मानुङकोट अहिले राति यसो हेर्दाखेरि चाहिँ बवाल छ लगभग 4-5 हजार 4,000 को हाइटमा चढे जस्तो फिल भएको छ तिमी कति गेस गर्छ यो गर्नु पर्दाखेरि मैले
2022 होइन 23 त्यस्तै त्यति भयो 19 18 19 देखि दियोस् 22 देखि खतरा हाइटमा आएको छु जस्तो भइरहेछ अब भोलि बिहान यहाँबाट तपाईँहरूलाई अब खाना खान्छौँ हामी अनि यहाँबाट अब देख्ने भ्यूहरू गाइज हो त है पुरै त्यो उयो जस्तो टाइपको क्या त्यही हो अब एकछिन पछि यता खाना खान्छौँ हामी एकछिन अनि खाना खाएर भेटौँला के गरिदियो मायाको रूप हुन्छ पनि थिएन थाहा मलाई बोल्न सक्छु र ती दिनहरू खाएका ल गाइज हामीले चाहिँ खाना खाइसक्यौँ अब हामी एकछिन आगो सागो ताप्छौँ बार्बिक्युहरू गर्छौँ रमाइलो हुन्छ तिमीले भन न म के गरौँ तिमी बिना तिमी नै भन न म अमर रहोस् यो प्रीतम हाम्रो जुनी जुनी तिमीसँगै जुने सपना मेरो तिमीलाई नै पाउने जुनी जुनी तिमीसँगै जुने सपना मेरो तिमीलाई नै पाउने तर कहाँ पुग्थ्यो र सोचे जति बात दिल की है जिस कदर दिल टूटा टूटे हम तुझे कितना चाहने और हम हमारी अधूरी कहानी हमारी अधूरी कहानी हमारी अधूरी कहानी हमारी अधूरी कहानी चलते
याद आउँछ तिम्रो धेरै मनभित्रको गुप्त कोठामा साँझ परेपछि नि लैलै याद आउँछ तिम्रो धेरै मनभित्रको गुप्त कोठामा तिमी नै भन न म के गरौँ तिमी बिना तिमी नै भन न म के गरौँ तिमी बिना तिमी नजिक आऊ अझै नजिक आऊ लैलै हो नानी लैलै हो लैलै लैलै हो लैलै हो रङ्गी चङ्गी संसारमा तिमीलाई खोजी बस्छु राति जति हुन्छ अझै तर्पिरहन्छु मनको भावनालाई बुझाउँदै रङ्गी चङ्गी संसारमा तिमीलाई खोजी बस्छु राति जति हुन्छ अझै तर्पिरहन्छु मनको भावनालाई बुझाउँदै म कहाँ जाउँ र म कता जाउँ र तिमीदेखि टाढा मायालु तिमी नजिक आऊ न अझै नजिक आऊ न पाहाड कस्तो फिल भइरहेछ बवाल भइरहेछ होइन ल गाइस हामी चाहिँ त्यो बेला ट्याक्कै मारुङको डाँडामा छौँ यो चाहिँ अघि मैले कति 4000 भनेको थिएँ एक्साइटेड भएर बढी भनेको रहेछु भनि पठाएको छु खास चाहिँ 1000 मात्रै रहेछ गाइस तर अति हाइट चढे जस्तो फिल भयो भएको थियो हामीलाई चाहिँ ठिक छ अब भोलि बिहानको भ्यू हो मेन चाहिँ गाइस होइन अब चाहिँ हामी एकछिन बसेर बारबिक्युहरू चाहिँ एकछिन गरेर सुत्छौँ यहाँ ट्रेन छ अनि त्यसपछि टक्क भोलि बिहान भेटौँला है त गाइस हेलो गाइस गुड मर्निङ अहिले चाहिँ 6 बजिसकेको छ हामी भर्खरै उठ्यौँ हाम्रो एकदमै लेट नाइट भएको कारणले उठ्न चाहिँ एकदमै गाह्रो भयो हामीलाई हामी चाहिँ त्यो बेला मानुङकोटमा छौँ गुड मर्निङ फ्रम मानुङकोट हेर्न सक्नुहुन्छ मानुङकोट अब यताबाट भ्यूहरू अब सनराइज हुनु लाग्यो एकदमै बगाल भ्यू पाट अब तर मान्छेहरू पुगिसकेछ है गाइज हामी चाहिँ हिजो पनि कति 4 साढे 4 बजीसम्म गीत गाउँदै बस्यो है अहिले 6 बज्यो अनि एकदमै बवाल भइरहेछ यहाँ ल गाइज अब हेरौँ है त बाटोमा लाग्यौँ अब घाम पनि उडाउन लाग्यो अहिले चाहिँ बाबा भिड रहेछ नि त यार आम्बो अहिले चाहिँ हेर्नु त ओ गाइज ल यो नि त पाहाड कसम मैले कि त यस्तो होइन अब के भन्छ सनराइज हुँदैन कि भने जस्तो पिर पनि थियो तर बवाल हुनु लाग्यो जस्तो छ एकदमै हामी पात्रमा चाहिँ सनराइज प्रतीक्षामा अनि बादल चाहिँ वाइल्डै बवाल लाग्ने रहेछ यार मान्छेहरू त्यति भिड छैन आज गाइस अहिलेसम्म तर अब त्यति आएको छैन हिजो अहिले बिहानै पनि आउँदो रहेछ मान्छेहरू यतातिर बवाल हुन्थ्यो रहेछ त नि टेन्ट त अनि हेलो गाइस हेर्नुहोस् ल टेन्ट यो एरिया पनि बवाल लाग्यो बस्न तर हामी चाहिँ तल बस्यौँ यताबाट आएको हेर्नु यताबाट रहेछ क्या कस्तो अपोजिट साइड देख्ने क्या बवाल बहिनीहरू यहाँ चिया व्यापार गर्न आइसके जस्तो छ मनहुँ कोट पो रहेछ त बाट मनहुँ कोट रहेछ
त्यही त मेरो नेपाल पाठ हँ मेरो नेपाल म नेपाली भनी के अरे यो साउथ अन्नपूर्ण यो मारुतिबाट देखिने चाहिँ कुन जुन यो चुच्चो देखेको छ नि यो चुच्चो चाहिँ त्यो चाहिँ माछा पुछ्री हो 100% है 100% माछा पुछ्री हो माछा पुछ्रीको लेफ्ट साइडमा भनेको गाडी उयो हो अन्नपूर्ण मेन अन्नपूर्ण साउथ अन्नपूर्ण के भन्छ होइन अनि यो चाहिँ मेन अन्नपूर्ण जस्तो लाग्यो यो चाहिँ कसम हिमाल पनि कि अब धौलागिरी त होइन परेछ यार यहाँबाट त्यो चाहिँ काठमाडौँबाट देखिने सायद यो मोनास्ट्रीको रेन्जहरू अरे यता चाहिँ होला यस बवाल छ पाट पुग्दिउँ न यहाँबाट चाहिँ सेक्री कसम अब चाहिँ सनराइज हुनु लाग्यो जस्तो छ क्या चाहिँ यति हो पाट यार अनि खोइ त नि गाइस मानुङकोट चाहिँ आउनु होला है तपाईँहरू पनि यार यो सिजनमा चाहिँ एकदमै बवाल कार भ्यालीबाट थोरै अलिकति सबैभन्दा नरौँ तर नजिकै जम्मा त्यही 150 कति किलोमिटर छ तर एकदमै बवाल नमरी हेर्नै पर्ने ठाउँ जानै पर्ने घुम्ने ठाउँ जस्तो लाग्यो यो मलाई पार यार तपाईँहरू नर्मल खर्चले पनि आउन सक्नुहुन्छ होइन त पाट जिउँदै स्वर्गको यात्रा गर्न पाइने रहेछ यति बवाल रहेछ कसम यार अब गाइज हामी तल जान्छौँ है त त्यो डाँडातिर ए पाटलाई सेयर गर्नु मन लाग्यो एउटा भन नि त्यो 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 माउन्टेनको पछाडि त जस्तो त्यो बादल उडिरहेको जस्तो टाइपको त्यो सेतो जस्तो देखिरहेको नि हो यस्तो खालकोहरू चाहिँ हिमाल अलिक नजिकबाट यस्तो बल देख्छ यस्तो बल चाहिँ पागलै बनाउँछ के त्यो हिउँको बाफहरू त होइन हिमालको कि बादल हो पाट के हो नजिकै पुग्नु पर्ने हुन्छ तिमी नजिकसम्म त पुगेको नि त नि तल फेदबाट हिँड्यो त हो गाडीमा फेरि एकदम केयर पनि गर्नुपर्छ अलिकति खोकीले समाति हाल्यो भने तनाव हुन्छ सेट कस्तो बवाल गाइज ल यस्तो बवाल सनराइज हुँदैछ ल मार्यो त यार त्यो माथिबाट कस्तो देख्थ्यो यत्तिको मजाले सनराइज पनि हेरेको थिएन यार मैले त पाट यस्तो बवाल छ त गाइज नि हेर्नु त ल गाइस हेर्नुहोस् तपाईँले देख्न सक्नुहुन्छ सनराइज हुँदैछ हुने क्रममा छ अझै बवाल भइसक्यो तर अझै योभन्दा पनि दामी भ्यू आउँछ भन्ने आशमा छौँ हामी सनराइजको पराउन पाट अबे मलाई त यसले त तानै गऱ्यो त यार रुख यो भ्यूले तलतिर गाडी कुदेको पो सुनिँदै रहेछ त ल गाइस गुड मर्निङ होइन फ्रम मानुङकोट अनि मेरो साथी यहाँ हाम्रो पाट र म चाहिँ उहीमा होइन जस हिजो बेलुकी आएर बस्यौँ यहाँ अनि पाटी आऊ न अब यहाँबाट चाहिँ ल डेन्जर देख्यो गाइस है भ्यू तल त्यो बादल मुनि सुन्नु त गाइज यार गाडी कराको आवाज आइरहेछ यार त्यही ट्रेनमाथि चढे जस्तो फिल हुने रहेछ ल पहल त्यो चाहिँ बादल मुनिको आवाज हो क्या गाइस डाङ डुनु गरिरहेको चाहिँ बोबाल
याङ्की एल्मोको के एङ्गल हो के के अरे जाने छौ कि के अरे कहीँ तरै बोलाएर ल होइन अनि अब हामी चाहिँ फर्किँदैछ मास्तिरतिर जस होइन दामी छ अब यता सर्टुको लागि होइन आएर अनि थोरै केही टाइम चाहिँ होइन अब जस दामी तरिकाले बिताउनु मन छ भने चाहिँ इट्स अ गुड प्लेस टु कम होइन अनि आउनु होला रिल्याक्स भएर बस्नको लागि ठिक हुँदैछ ल पार्ट है धन्यवाद पार्ट अमूल्य शब्दहरूको लागि गाइज हामीले चाहिँ लगभग तलबाट नजिकबाट चाहिँ अब मजाले निहाल्यो हेऱ्यो भिडियो सिडियोहरू पनि बनायो सानसानो क्लिपहरू पनि अनि त्यसपछि अब हामी माथिबाट त्यो टावरबाट हेर्छौँ त्यहाँबाट पनि अहिले देखिरह्यो भन्दा अलिकति अझै फरक खालको भ्यूहरू देख्छ होला भन्ने मलाई चाहिँ आश चाहिँ लागिरहेछ है त्यहाँबाट हेरौँ अब सँगै गएर है त कस्तो देखिन्छ के देखिन्छ ल पार्ट जाओस् एउटा जाओस् न तिम्रो आँखामा डुबिसकेछु मलाई निकाल्न खोज मेरो गीतको भाका भइछौ बादल बनेरै आए नि हुन्छ घाम बनेरै छाए पनि जीवनभरिका लागि सम्झना भइदियो तिमी हाँसोमा रङ थपी आउनु है तिम्रो ओठलाई छुएर निस्की झुटो रङ्गिन साँचो So sad गाइस त्यहाँ तल चाहिँ एउटा अति सुन्दर रुख देखियो है हेर्नुहोस् त ए मानुकोट आउने बाटो है यो चाहिँ पाड हान न फेरि सम्झनामा डुबिएर तिम्रा यादहरू तिम्रा मायाहरू सम्झिरहे मायाको रूप हुन्छ पनि थिएन थाहा मलाई भुल्न सक्छु र ती दिनहरू खाएका कति छिटो बितेछन् मिलनका ती पलहरू कति छिटो बितेछन् मिलनका ती पलहरू सम्झना मात्र रह्यो सपना
सबै बुझ्नु पर्यो एकान्तमा किन किन तिम्रै याद आउँछ सम्झनामा अझै पनि आँखा यो किन रसाउँछ थाहा छ मलाई तिमी आउँदैनौ तिमी कसैकी भइसकेछौ तर किन किन फेरि सम्झन्छु नदुखेको मुटुलाई किन दुखाउँछु मलाई नसोध कहाँ दुख्छ घाउ मलाई नसोध कहाँ दुख्छ बाटो अब हाम्रो लगभग यहाँको अब अन्तिम अन्तिम है देख्दिन त म त यार भरे देखिन्छ अन्तिम अन्तिम अब हाम्रो अब चाहिँ अब अन्तिम पो अब हामी यो चाहिँ ब्याक टु काठमाडौँ जानुपर्ने हुन्छ किनभने फेरि अब खानेकुराहरू पनि छ यस्तै त हो जिन्दगी के छ र हुँदैन होइन गर्नु पर्यो ठिक छ यार, ओर्तित भयो आएको होइन अब यता पनि सही रहेछ दादा रानी बबाल छ नि हेर न ए गाई यो तर गीत खास चाहिँ पार्टी आउने नै हो भने चाहिँ यही याद नहोस् नि त साइड यताउति बस्नेलाई चाहिँ त्यहाँदेखि अब क्याम्पिङ गर्नुको लागि पनि सुइटेबल हुने रहेछ है त्यही त यतातिर मैले यो एरिया चाहिँ हेरेको थिएँ क्या बबाल अनि एकदमै दामी भयो मानुङकोटको हाम्रो पार्टनर मेरो हाम्रो 23 चाहिँ अति बबाल भइरहेछ गाइज 2023 चाहिँ हाम्रो किनभने अस्ति हाम्रो सुरु ठ्याक्कै 23 को न्यु इयरमै हामीले केबाट सुरु भयो भने हाम्रो नेपथ्यको कन्सर्टबाट सुरु भयो अन्त बाट अनि नेपथ्यको कन्सर्टबाट सुरु भएपछि अति बबाल दामी भयो किनभने नेपथ्यको कन्सर्ट अनि फर्स्ट अनि त्यसपछि हाम्रो अहिले बबाल के भन्छ भने मानुङकोट आइयो अहिले कति अनि हाम्रो यो 2023 चाहिँ बबाल हुन्छ जस्तो छ पार्ट र मेरो 22 कट्यो होला मेबी त्यस्तो छ अनि अब हामी एकछिन यहाँनिर हामी खाना सानै त खान्छौँ तल खान्छौँ बाटोतिर खाना यहीँ खान्छ त बाटोतिर खान्छौँ के खाना त बाटोमै नि पायो बाटोतिर खान्छौँ मलेकुको माछासँग खाना ए मलेखुमा बाटोतिर पनि बबाल बबाल ठाउँहरू छ गाइस देखाउँदै जान्छौँ हामी हेर्दै गर्नु होला है त सँगै निस्किउँ न अब सँगसँगै निस्किउँ न हुँदैन हुन्छ ल हजुर ल दाइ फेरि नेक्स्ट टाइम आउँछौँ नि है गाइस अब हामी चाहिँ मानुङकोटबाट निस्क्यौँ है त पाठ कस्तो रह्यो त तिम्रो होल एक्सपिरियन्स यहाँका हाम्रो हिजोकोदेखि आज भन नि त ल भाइ आउँदै गर्छौँ है गाइस अब चाहिँ हाम्रो मानुङकोटको फाइनल्ली ट्रिप बबाल रह्यो एकदमै बबालै भयो भनौँ भ्यू स्यू पनि ए बबाल हेऱ्यो यत्तिको चाहिँ गाह्रै पर्छ नेपालमा अरू ठाउँमा हेर्नलाई यही आउनुपर्छ नेपालमा त तर होइन यस्तो विशेषता छ यो ठाउँको यसले दिन्छ अब होइन नर्मल लुकको लागि चाहिँ अब होइन टाइम धेरै छैन यताउति त्यही अब होइन माथि अब ट्रेक गर्दाखेरि जस्तो त हुँदैन अब जस्ट नर्मल भनौँ न यत्तिकै अब अलिकति तर क्राउडेड हुने क्या अब क्राउड हुने त्यसमा चाहिँ अलिकति पिस चाहियो भने चाहिँ अलिक गाह्रो नै रहेछ पार्ट होइन तर त्यही मात्रै अलिकति है भ्यू वाइज चाहिँ बाबाले साडी चाहिँ हानेछ हामीलाई तपाईँहरूले भिडियोमा देख्नु पनि हुन्छ ल अब हामी बाटोतिर हिजो अँध्यारोमा आएको राम्रो देखाएको छैन राम्रो दामी ठाउँहरू चाहिँ म यसो खिच्दै जान्छु तपाईँहरूको लागि हेर्दै गर्नु होला हेर्नु नछोड्नु होला गाइस त्यही हो अब हामी परतिर भेटौँ है त
ल त गाइस अब हामी लाग्यौँ है त ल गाइस अब फेरि हामी मानुङकोटबाट तलतिर झरिसक्यौँ अब हामी दमौलीतिर लाग्यौँ दमौली बन्दीपुर हुँदै हुँदै जान्छौँ तपाईँहरूलाई म देखाउनु पक्कै पनि बिर्सिदिनु किनभने अब म तपाईँहरूको लागि जन्मेको मान्छे हरेक कुराको एउटा रुख हुन्छ क्या हरेक समयको हरेक उको होइन के भयो भाइ बहिनीहरूलाई अनि मानुङकोट ठाउँमा पढ्नु पाएको छ सर पनि हुनुहुँदो रहेछ सर दार्जिलिङ पुग्यो कि क्या हो मिठो छ बाटो चाहिँ पनि साथी छ गाइस यतातिर चाहिँ तर तलतिर पुगेपछि चाहिँ तपाईँको दमौलीदेखि पोखरासम्म चाहिँ बाटो गाइस थर्ड क्लास रहेछ सही बादलभित्र कुहिरोभित्र हराउँदै छौँ बाटो दामी चस्माले चाहिँ देख्नै छोडेँ त मैले बिस्तारै भित्र म त गाउँमै पुगेँ क्या घरकै वरिपरि नुनतला एरियातिर यस्तो जाँदैन देखिनै पऱ्यो साथी देखिँदैन नि है बेलुका मात्रै देखिँदो रहेछ नि त त्यो माथि त्यो गएको ठाउँ क्या बादलले छेकिहाल्छ नि होइन त हामीले पनि त हिजो देखाएको थिएन नि अघि देखाएको थिएन नि मुनि बाबुहरू चाहिँ के बिहेमा रहेछ हेलो गाइस के छ यो त यसले त फेरि मन्दिरतिर लगाउँछ बबाल तोरीबारी गाइस बादल रुङ्ने कोट पनि रहेछ त्यहाँ पर ठुलो रहेछ यार गाइस मादी खोला हो गाइस यो चाहिँ हामीले तपाईँहरूले गीतमा सुन्नु भएको होला हेर्न सक्नुहुन्छ तपाईँहरू दमौली बजार गाइस बन्दीपुर आइपुगिहाल्छ बन्दीपुर गाइस यति बेला चाहिँ हामी मर्स्याङदी नदीमा छौँ है मर्स्याङदी नदीमा यसो एकछिन फिसिङ हान्दिउँ भनेर चाहिँ पात्रमा झर्दिएको बाघको पाइला हो कि हो गाइस यो यार बबाल आएछ यार यहाँ आउँ त पाटोमा गाना हान्ने भनेको त ल पास ल एक घन्टा दिन्छ यहाँ ल के हो हालत भइरह है अनुहारको ठिक छ अलिअलि पाट के छ भने के अरे मर्स्याङदीमा आएर मलाई चाहिँ अब यो फेरि पार्ट होइन एउटा कुरा जोड्न चाहेँ मैले चाहिँ मलाई चाहिँ अब होइन माउन्टेन्सहरू त भइहाल्यो र अब मैले छ नि मलाई एकदमै अर्को मनपर्ने भनेको चाहिँ यस्तो रिभरहरू क्या रिभरको साइडतिर यस्तो खोलाहरूको साइडतिर चाहिँ एकदमै आनन्द लाग्छ कस्तो बवाल रहेछ फेरि है ठ्याक्कै अब हाम्रो सन्चो जुरे भनौँ न यो चाहिँ मर्स्याङदी नदी हो गाइस हेर्नुहोस् सक्नुहुन्छ तपाईँहरू कस्तो मजा आएको छ हामी चाहिँ एकछिन अब यहाँनिर रेस्ट 1 घन्टा जस्तो हामी रेस्ट गरेर जान्छौँ होला गाइस मर्स्याङदी नदीको तिरमा हामी हिजोको अलिकति थकान पनि ल्याएर छ निन्द्रा पनि अलिक पुगेको छैन एकछिन यहाँनिर हामी थोरै चिल हान्नलाई झरेको पार्ट छ खोइ पुरमुरी हाम्रो पार्ट त्यही हो यो खाने त त्यतिकै सुइटेबल छ भने कहीँ भेट्दै भेटिँदैन तिमीलाई नै हो
मेरो गीतको भाका बन्छु मलाई मात्रै तिमी गाइदेऊ जीवनभरिका लागि सम्झना बनिदिनु म हाँसिदिउँला सधैँ तिमी हाँसुमा रङ्ग थपी बादो बनेर आउने हुन्छ राम बनेर छरे पनि शब्द बनेर सुनि हुन्छ लय बनेर गाए पनि मनको कुनै कुनामा किन पुरै मनमा बसिदिनु म हाँसिदिउँला सधैँ तिमी हाँसुमा रङ्ग थपी जीवनभरिका लागि सम्झना हाँसिदिउँला सधैँ तिमी हाँसुमा रङ्ग थपी जीवन हो घाम छाया सुख दुःख दुवै हुन्छ जीवन हो बिना माया सबैपट्टि दर्पण हुन्छ समय चक्रमा घुमिरहने गाडीको तारा हो कि मेरो हजुर यो माया। ल गाइस त्रिशुली नदीमा हामी यसो 1-2 रिन्द्रा हान्यो अनि यहाँनिर गीत सित गाइयो फोटोसोटो खिच्यो त्रिशुली अरे मर्स्याङदीमा। अब हामी जान्छौँ सिउ इन द त्रिशुली आमामा पार्नी यो गिटारको ब्यागहरूले त अनि यस्तो त छुनु भएको छैन त बिहाको ब्यागले है यस्तो टाइट हुन्छ त्यसले त्यो हो त क्या पाट कतापट्टि फर्काएर लाग्यो ए त्यस्तै हो। ल गाइस त्यही हो पत्र भेटौँला है त मजा आयो यहाँनिर जस माछा मार्ने भनेको अलिक फेरि अल्छी लाग्यो। ल गाइस हामी चाहिँ त्रिशुली होइन पाट त्रिशुलीको यो त्रिशुलीको झोलुङ्गे पुल पनि स्टोन त्रिशुलीको झोलुङ्गे पुलमा एकछिन हामी तर्दिउँ भनेर आइदिएको त्यहाँ साथीले चाहिँ कडा देखाएर छ तल बोर्डिङ हेर्नु है गाइस। कडा देखाए साथीले